हेलो हाई नमस्ते एभ्रिवान। आज चाहिँ हामी नयाँ वर्षको उपलक्ष्यमा तिजोक डाँडा घुम्न गइरहेको छु। आफ्नै घरको छेउको डाँडामा मैले चाहिँ यहाँ सेल्फी लिएर खिचिरहेको छु। भाउजू आमाहरूसँग हामी चाहिँ हिँड्यौँ। जाँदा जाँदै तिर्खा लागेर यहाँ एउटा बोजूको घरमा पुगेर पानी खाने कार्यक्रम चलिरहेछ सबैजनाको। त्यसपछि हामी टक्कसँग तिजोकमा पुग्यौँ है। अब चौरमा प्रवेश गर्दैछौँ। सबैजना थाकेर ह्याप्याक भएर यहाँनिर उकालोमा हामी जाँदैछौँ। हेर न भाइहरू चाहिँ अघि नै गएर हामी आमाहरू छोरीहरू बुहारी टोली मात्रै छौँ है त साथीहरू। यहाँनिर टक्कसँगले अब अगाडि लाग्न भयो आमाहरू। मैले पछाडिबाट खिचेँ र जाँदा जाँदै टक्क सल्लाहगारीमा पुगियो। मैले सोचेको पनि थिइनँ तिजोकमा यति धेरै मान्छे हुन्छ भनेर। कति धेरै आउनुहुँदो रहेछ अहिले त। रमाइलो हुने भयो साथीहरू। त्यसपछि जाँदा जाँदै एउटा भाइले चाहिँ पानी लिन आइरहेको थियो पिकनिकको लागि है त। लो मेरो नानी त अघि हेरिन यतिको हुँदैछ यहाँ पर्यटकीय क्षेत्र चाहिँ कन्टिन्यू बनिँदै रहेछ। भ्याउस शिलान्सामा पनि रहेछ हाम्रो। ओ माई गुडनेस। यहाँनिर चाहिँ भाइहरूले अघि 2-4 घन्टा अगाडि नै आएर पुरै सेकुवा पोलिरहेको अवस्था। सेकुवा चाहिँ पुरै हम्काएर आमामा पुरै खुसीले हो सेकुवा पाकेर अब खाइने भयो भनेर खुसीले भाइहरू रमाइ सेकुवा पोलिरहेको अवस्था। अनि यहाँ चाहिँ दाइले फेरि सेकुवा हुँदै हुनुहुन्छ र उतापट्टि भाइहरू चाहिँ हुक्का पनि तान्दैछन्। अलिकति मैले खिचेको यो पनि। र उतापट्टि के चलिरहेछ त भन्दा अब यहाँनिर बुहारी भाउजूहरू मिलेर चटपटे बनाउन थालिरहेका छन्। म चाहिँ खिचिरहेको छु। सबैजना बसेर अब पिकनिक खाने कार्यक्रम सुरु हुन आँटिसक्यो। ल अब कैसा हुआ? कैसा हुआ? कैसा मीट के स्वाद कैसा है? टेस्ट साथीहरू कति मिठो छ यो धुवा चाहिँ। कति मिठो छ यो धुवा चाहिँ। मिठो वाउ सीता घर देखियो लगाइदिनु भएन तपाईहरुलाई मन पर्छ? आफ्नै हातले बनाएको यो फेरि घरकै सुँगुर हो कि गाई?
ल अन्तिम भइसक्यो। यहाँनिर चाहिँ भाइहरूले पार्टी गरिरहेछन् होइन। भाइ दाजुहरू सबैजना गएर पार्टी खाइरहेको अवस्था। मैले पनि अघि नै खाइसकेँ र अब फोटोसोटो खिच्ने टिकटक सिकटक बनाउने कार्यक्रम। यता चाहिँ आमाहरू फेरि टन्न बसेर खाँदै हुनुहुन्छ हो, आफ्नो आफ्नो तालमा छ। बाई बाई। आजको पिकनिक यति नै रह्यो। सबैजनालाई 2082 को शुभकामना। बाई बाई।